सो हाई गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल अनि धेरै पछि चाहिँ हजुरहरूको लागि भनेर अर्को एउटा नयाँ युट्युब भिडियो लिएर म आइसकेको छु। पोहोर साल चाहिँ मैले चाहिँ फर्म फिलअप गर्दाखेरि चाहिँ लिटरली मलाई 3 दिन नै लागेको थियो कि सबै त्यो फर्महरू चाहिँ एसेम्बल गरेर अनि ब्याङ्क भोचरहरू सबै भरेर फर्म फिलअप गर्दाखेरि। सो मलाई थाहा छ कि त्यो कस्तो हेक्टिक प्रोसेस छ भनेर। अनि यदि तपाईँहरूमध्ये कोही पनि आफै अनलाइन फर्म चाहिँ फिलअप गर्न सोचिरहनु भएको छ भने चाहिँ आई एम पार्टिकुलरली मेकिङ दिस भिडियो फर यु गाइज। एमइसीको यो 2027को फर्म चाहिँ हाम्रो चाहिँ साउन 25 गतेदेखि चाहिँ खोलेको हो र यो चाहिँ सिङ्गल दस्तुरको लागि चाहिँ अब हाम्रो भदौको 15 गतेको साँझको 5 बजेसम्म चाहिँ छ भने त्यसमा दस्तुरको लागि चाहिँ श्रावण 22को साँझको 5 बजेसम्म चाहिँ छ। सो चाँडोभन्दा चाँडो चाहिँ फर्म चाहिँ फिलअप गरेर राख्नु होला किनकि प्रोसेसिङ भएर भेरिफाई हुन पनि टाइम लाग्न सक्छ। सो योपालि चाहिँ म सी फर्म चाहिँ कसरी फिलअप गर्ने भन्ने बारेमा चाहिँ हजुरहरूलाई चाहिँ स्टेप बाई स्टेप प्रोसेस पनि भन्छु र साथसाथै अब हजुरमध्ये कसैलाई चाहिँ के होला कि अब हामीले कतिवटा प्रोग्राममा चाहिँ फर्म भर्न मिल्छ भन्ने कुरामा पनि हजुरहरूले चाहिँ कन्फ्युजन छ भने चाहिँ आई गेट टु द्याट अल्सो। अल दिस प्रोसेसमा चाहिँ आफ्नो जुन डकुमेन्टहरू छन् त्यो चाहिँ आफ्नो साइडमै राख्नु होला है। सो फर्स्ट लेट्स स्टार्ट विथ द डकुमेन्ट्स द्याट इज रिक्वायर्ड। ओके, सो हाम्रो लागि चाहिँ एउटा भनेको त एसएलसी अथवा एसई दिनुभएको छ भने एसईको डकुमेन्ट चाहियो जुनमा 3टा डकुमेन्ट हुन्छ, ग्रेड सिट सर्टिफिकेट र क्यारेक्टर सर्टिफिकेट। सो अर्को भनेको चाहिँ हामी डिप्लोमा स्टुडेन्टहरूको लागि चाहिँ हाम्रो डिप्लोमाको डकुमेन्ट चाहिने भयो। अब कुन फ्याकल्टीमा हजुरहरूले डिप्लोमा गर्नुभएको छ त्यही फ्याकल्टीको चाहिँ डकुमेन्टहरू चाहिँ रेडी गर्नु पऱ्यो है। त्यसमा चाहिँ हामीहरूसँग एकाडेमिक ट्रान्सक्रिप्ट भनेर भनिन्छ, धेरै इमेज भएको बेलामा चाहिँ सबै क्लियरली आएको हुँदैन। सो हाम्रो एचएको स्टुडेन्टहरूको चाहिँ अगाडि पनि हुन्छ पछाडि पनि हुन्छ नि त। सो मेक स्योर कि यो जुन पछाडिपट्टिको छ नि यो माथिको ट्रान्सक्रिप्ट मात्रै राख्नु र तलको चाहिँ क्रप गरेर यो माथिको ट्रान्सक्रिप्ट मात्रै राख्दाखेरि चाहिँ अलिकति क्लियर देखिन्छ है। सो दिस इज अ टिप फर यु। अनि सर्टिफिकेट, माइग्रेसन सर्टिफिकेट, क्यारेक्टर सर्टिफिकेट र छ भने जुन हाम्रो रजिस्ट्रेसन कार्ड हुन्छ नि। अब हामीले 2020बाट स्टार्ट गरेर 2023सम्म सकेको छ हाम्रो पुरै डिप्लोमा कोर्स भने 2020मा चाहिँ हामीले रजिस्ट्रेसन गरे हो भन्ने एउटा कार्ड हुन्छ कि हो, त्यो छ भने त्यसको नि फोटो खिच्नु होला। अनि नेक्स्ट भनेको चाहिँ पिआरसीको हामीलाई चाहिन्छ मार्कसिट, सर्टिफिकेट, माइग्रेसन सर्टिफिकेट, प्रोभिजनल सर्टिफिकेट एन्ड क्यारेक्टर सर्टिफिकेट है। पिआरसीको नि हामीलाई 5वटा डकुमेन्ट चाहिँ चाहिने भयो। सो गएर हाम्रो +2 इक्विभ्यालेन्ट अरू पिआरसी ठाउँ छ नि हो, त्यहाँनिर चाहिँ हाम्रो चाहिँ पुरै यो डिप्लोमाको डकुमेन्ट र पिआरसीको डकुमेन्ट एउटै फाइलमा कम्पाइल गरेर राख्नुपर्ने हुन्छ है। पछाडि अब भनेको हाम्रो लाइसेन्स चाहिँ हामीले लिएको हुनु पर्यो है। आफ्नो सम्बन्धित फिल्डबाट चाहिँ लाइसेन्स आफूसँग हुनु पर्यो। सो यदि हजुरहरूले रिन्यू गराउनु भएको छ 2-3चोटि रिन्यू भइसक्यो, पछाडि लाइसेन्सको पछाडि पेजमा पनि पुगिसकेको छ भने चाहिँ दुईटै पेजको चाहिँ फोटो खिच्नुपर्छ। तर रिन्यू भएको छैन भने चाहिँ पछाडिको चाहिँ फोटो खिचिरहनु परेन है। अनि 5th डकुमेन्ट भनेको हाम्रो नागरिकता, सिटिजनसिप है। सिटिजनसिपको अगाडिको पनि पछाडिको पनि दुईटै क्लियरली आउने गरी फोटो खिच्ने। 6th भनेको हाम्रो नेसनल आइडेन्टिटी कार्ड अथवा परिचय पत्र है। परिचय पत्रको चाहिँ त्यो जुन हामीले अप्लाई गर्दाखेरि हामीलाई सेतो कागज दिन्छ नि त्यो भए पनि हुन्छ, बट इफ हजुरहरूसँग एनआइडी कार्ड नै छ भने त द्याट्स बेटर। त्यसमा कुनै पनि फरक पर्दैन है, कार्ड भए पनि परिचय पत्र भए पनि। सो यो चाहिँ अप्लाई गर्नको लागि मात्र हो। हामीले पछि सी एक्जाम दिन जाने बेलामा चाहिँ लाइक हाम्रो पालोमा चाहिँ नागरिकता पनि लिएर गएको थियौँ अनि परिचय पत्र पनि लिएर गएको थियौँ, बट हाम्रो परिचय पत्र चाहिँ बाहिर राख्नु, इट्स नट युजफुल, नागरिकता मात्रै लिएर जानुभित्र भन्नुभएको थियो कि नर्सिङकोमा। यदि हजुरले 6 to 10 गभर्मेन्ट स्कुल पढ्नु भएको छ भने चाहिँ त्यसको चाहिँ फेरि छुट्टै हुन्छ है। सो त्यसको लागि चाहिँ हजुरहरूले चाहिँ जुन स्कुलबाट चाहिँ 6 to 10 पढ्नु भएको छ नि हो त्यहाँ गएर त्यो फर्मेट हुन्छ त्यही अनुसार चाहिँ फिलअप गरेर चाहिँ लिएर आउनुहोस्। अनि त्यस पछाडि त्यो चाहिँ अब हाम्रो फर्म फिलअप गर्ने बेलामा चाहिँ एउटा सेक्सन आउँछ गभर्मेन्ट स्कुल पढ्नु भयो कि प्राइभेट स्कुल पढ्नु भयो भनेर। अनि गभर्मेन्ट छ भने गभर्मेन्टमा टिक गरेर त्यो डकुमेन्ट चाहिँ अट्याच गर्नुपर्ने हुन्छ है। सो मेरो केसमा चाहिँ मैले चाहिँ प्राइभेट स्कुल पढेको हो 6 to 10 है। सो मैले चाहिँ ओपन कोटामा चाहिँ अप्लाई गरेको हो र मलाई यसको बारेमा चाहिँ त्यति धेरै इन्फर्मेसन चाहिँ लाइक अहिले चाहिँ छैन। तर हजुरहरूले चाहिँ नेमको चाहिँ फेसबुक पेजमा एम्बिसन गुरु अनि आधार एजुकेसन जुनमा जानु भएर पनि हजुरहरूले स्क्रोल गर्नुभयो भने चाहिँ त्यहाँ चाहिँ टन्नै त्यो स्याम्पलहरू चाहिँ छ क्या 6 to 10 गभर्मेन्ट पढ्नु भएको। अनि त्यस पछाडि डिफ्रेन्ट कोटाको कुरा हुन्छ है। नेक्स्ट भनेको चाहिँ अब यदि हजुरहरू चाहिँ 6 to 10 गभर्मेन्ट स्कुल पढ्नु भएको छ र अब हजुरहरू डिफ्रेन्ट कोटाबाट जनजाति अनि त्यस पछाडि
के हुन्छ नि डिफ्रेन्ट कोटाहरूको हुनुहुन्छ भने त्यही अनुसारको नि हजुरहरूले वार्डमा गएर अथवा जिल्ला प्रशासन कार्यालयमा गएर चाहिँ त्यहीको एउटा सर्टिफिकेट बनाउन सक्नुहुन्छ। अर्को कुरा भनेको चाहिँ हजुरहरूले चाहिँ एउटा ब्ल्याङ्क कपीमा चाहिँ आफ्नो सिग्नेचर गरेर हो त्यसलाई चाहिँ फोटो खिचेर राख्ने, त्यो पनि पछि आफ्नो सिग्नेचरमा चाहिँ आफूले चाहिँ अट्याच गर्नुपर्ने हुन्छ है। सो यसरी चाहिँ हाम्रो टोटलमा चाहिँ 10 थरीको डकुमेन्ट चाहिँ चाहियो है। सबैभन्दा फर्स्ट कुरा भनेको चाहिँ हजुरहरूले चाहिँ डकुमेन्ट चाहिँ कम्पाइल गर्नु पर्यो। डकुमेन्ट रेडी गराएर त्यसको पिडिएफ बनाउने अनि त्यस पछाडि त्यो रेडी गरेर टक्क राख्नु पर्यो। क्याम स्क्यानर एप युज गर्दाखेरि हुन्छ डकुमेन्टहरू कम्पाइल गरेर पिडिएफ बनाउनको लागि। सो ब्याङ्क पेमेन्टको लागि चाहिँ आफू नजिकको हिमालय ब्याङ्क लिमिटेड मा गएर चाहिँ हजुरहरूले चाहिँ पेमेन्ट गर्न सक्नुहुनेछ। सो त्यसको कस्तो हुन्छ हाम्रो त्यो फर्म फिलअपको चाहिँ सबै कस्तो हुन्छ म त्यो पनि राखिदिन्छु। सो त्यसमा चाहिँ अकाउन्ट नम्बर आफै लेखेको हुन्छ। हामीले गएर ब्याङ्कमा चाहिँ एमइसीको लागि फर्म फिलअप गर्नु छ। सो फर्म दिनु न भनेर भनियो अनि फर्म फिलअप गरेर आफू घरमा आइसक्नु भएपछि चाहिँ जुन हामीले ब्याङ्कमा नम्बर दिएको हुन्छ नि हो त्यही नम्बरमा चाहिँ हामीलाई चाहिँ भोचर नम्बर आउँछ है। हो त्यही भोचर नम्बर पछि हामीले गएर पोर्टलमा चाहिँ राख्ने हो। सो अर्को हाम्रो ई-सेवा, खल्ती, कनेक्ट आइपिएसबाट नि हामीले चाहिँ फर्म फिलअप गर्न मिल्छ। सो कस्तो हुँदो रहेछ भन्दाखेरि वी ओन्ली निड हाम्रो खल्तीको नम्बर अनि त्यहाँबाट पिन भए पनि हुन्छ, पासपोर्ट भए पनि हुन्छ। त्यो हामीले राखिसकेपछि चाहिँ त्यहाँ हाम्रो अकाउन्टबाट चाहिँ आफै 4000 खल्तीमा चाहिँ 20 रुपिस एक्स्ट्रा चार्ज लाग्दो रहेछ अनि त्यो आफै डिडक्ट भएर जान्छ। र लाइक मसँग चाहिँ पोहोर चाहिँ ई-सेवा मात्र थियो। सो मैले ट्राई गर्न खोजेको थिएँ बट मलाई चाहिँ ई-सेवाको पासपोर्ट नै थाहा थिएन कि मेरो ई-सेवाको पासपोर्ट नै मैले भुलिसकेको थिएँ अनि मलाई पासपोर्ट रिसेट गर्न पनि आएन। सो मैले ब्याङ्कमै गएर भरेको थिएँ। बट यदि हजुरहरूसँग चाहिँ अनलाइन नै पैसा छ भने चाहिँ डोन्ट लाइक ब्याङ्कमा जाने कष्ट नगर्नु। इट्स भेरी इजी टु पे अनलाइन। आएर चाहिँ भोचर नम्बर ल तपाईँहरूको पेमेन्ट भयो भोचर नम्बर यो है भनेर त्यहीँ बस्दा रहेछ। बट मेक स्योर कि जुन हाम्रो पेमेन्ट गरेको स्टेटमेन्ट हुन्छ नि त्यो चाहिँ आफूसँग राख्नु होला इनकेस पछि चाहियो भने। सो द्याट इज अल अबाउट हाम्रो डकुमेन्टहरू कति चाहिन्छ र अनि पेमेन्ट कसरी गर्ने भन्ने कुरामा। सो नेक्स्ट थिङ भनेको चाहिँ हजुरहरूले चाहिँ कतिवटा प्रोग्राममा चाहिँ फर्म भर्न मिल्छ भन्ने कुरा छ। सो हाम्रो एमइसीमा चाहिँ ठ्याक्क 5 दिन एक्जाम हुन्छ। फर्स्ट डे एमबिबिएस, सेकेन्ड डे बिडिएस, थर्ड डे चाहिँ हुन्छ हाम्रो बिएससी नर्सिङ, बिएससी मिडवाइफरी, बिएसएलपी, बी पर्फ्युजन टेक्नोलोजी, यो सबै थर्ड डे हुने एकैचोटि एक्जाम हुन्छ यसको चाहिँ। अनि फोर्थ डेमा बिएएमएस बाम्स, बिएनएस और बिएमएस, बिएससी एमएलटी, बिएससी एमआइटी और बिएससी रेडियोग्राफी टेक्नोलोजी, बिपिटी, बिफार्म र बी अप्टोमेट्री, यो सबै फेरि चौथो दिनमा एकैचोटि हुने एक्जाम हो। अनि फिफ्थ डेमा चाहिँ हाम्रो बिपिएस हुन्छ। सो यो चाहिँ ध्यान दिएर सुन्नु होला है। थर्ड डेमा भएको जति पनि एक्जाम छ नि त्यो मध्येमा चाहिँ हजुरहरूले एउटा मात्र दिन पाउनुहुन्छ। फोर्थ डेमा पनि भएको जति पनि एक्जाम छ नि त्यो मध्ये चाहिँ हजुरहरूले एउटा दिन पाउनुहुन्छ। म्याक्सिमम 5वटा फर्म भर्न मिल्छ। आफ्नो क्रोम ब्राउजर या गुगल ब्राउजर ओपन गर्नु पर्यो अनि त्यसमा चाहिँ entrance.mec. भनेर सर्च गर्ने है। त्यस पछाडि एउटा पोर्टल आउँछ त्यसमा लगइन भनेर लेखेको हुन्छ। त्यो लगइन भन्ने ठाउँमा क्लिक गर्नुहोस्। त्यहाँ क्लिक गरिसकेपछि चाहिँ अब तपाईँहरूको चाहिँ अर्को पोर्टल खुल्छ है। सो यदि तपाईँहरू पहिलोचोटि सी एक्जाम दिँदै हुनुहुन्छ भने चाहिँ तपाईँले के गर्नु पर्यो भन्दाखेरि चाहिँ आफ्नो पुरानो इमेल छ भने ठिकै छ, तर आई वुड प्रिफर होइन पुरानो इमेल भए तापनि एउटा नयाँ इमेल बनाउनु होला ताकि जुन हाम्रो पछि गएर प्रोसेसिङहरूको भेरिफाई भए बेलामा हामीलाई म्यासेजहरू आउँछ नि त्योहरू चाहिँ ठ्याक्क इमेलमा चाहिँ आएको चाहिँ देखोस् कि अरू म्यासेजहरू नि आउने अलि धेरै के अरे स्टोरेज फुल भएको इमेल छ भने चाहिँ म्यासेजहरू नआउन पनि सक्छ। त्यही भएर आई वुड प्रिफर एउटा नयाँ इमेल बनाउनु होला एमइसीमा रजिस्टर गर्नको लागि। अनि त्यो इमेल बनाइसकेपछि चाहिँ अब हजुरहरूले यो प्रोफाइलमा आउनु होला है। यदि हजुरहरू चाहिँ ड्रपर हुनुहुन्छ पोहोर साल पनि हजुरहरूले चाहिँ सी एक्जाम दिइसक्नु भएको छ भने चाहिँ त्यही इमेल युज गरेर चाहिँ हजुरहरूले चाहिँ फेरि अप्लाई गर्दा चाहिँ हजुरलाई एकदम युजफुल हुन्छ। त्यो भयो भने चाहिँ हजुरहरूले फेरि त्यो डकुमेन्टहरू त्यो जुन हाम्रो इन्फर्मेसनहरू फेरि लोड गरेर राख्नु पर्दैन। त्यही भएर त्यही पुरानो इमेल हालेर अनि त्यो पुरानो पासवर्ड हालेर हजुरहरूले लगइन गर्दा हुन्छ है। यदि ड्रपर हुनुहुन्छ भने, फ्रेसर हुनुहुन्छ भने चाहिँ अब तपाईँहरूले चाहिँ तल यहाँनिर डोन्ट ह्याभ एन अकाउन्ट रजिस्टर हियरमा चाहिँ क्लिक गर्नुपर्ने हुन्छ। आफ्नो फुल नेम लेख्नु पर्यो अनि कन्ट्याक्ट नम्बर राख्ने, इमेल चाहिँ अघि हामीले कुरा गरेर इमेल राख्ने, अनि यो एमइसी पोर्टलमा चाहिँ कुन पासवर्ड राख्ने हो नि त्यो पासवर्ड राखेर फेरि त्यो पासवर्ड फेरि लेख्ने हो कन्फर्म पासवर्ड भन्ने ठाउँमा अनि रजिस्टरमा क्लिक गर्ने है।
रजिस्टर गरिसकेपछि चाहिँ साइन अप सक्सेसफुल भनेर आउँछ अनि यसमा अहिलेको इमेल र पासवर्ड हालेर लगइनमा क्लिक गर्ने। MECBL 2027 भन्ने पोर्टल आउँछ। यो मेक पेमेन्ट एन्ड स्टार्ट रजिस्ट्रेसनमा क्लिक गर्नु होला। अब डिफ्रेन्ट प्रोग्राम्सहरूको चाहिँ आउँछ अब कुनमा पेमेन्ट गर्ने भनेर। त्यस पछाडि अब आफूले ब्याङ्कमा गएर भाउचर भर्नु भएको छ भने अपडेट काउन्टर पेमेन्ट भाउचरमा क्लिक गर्नु होला। यदि ई सेवा खल्ती कनेक्ट आइपिएसबाट पेमेन्ट गर्ने हो भने त्यसमा गएर क्लिक गर्नुपर्ने हुन्छ। त्यस पछाडि मैले पालो अपडेट काउन्टर पेमेन्टमा क्लिक गरेर अनि ब्याङ्कबाट आएको भाउचर नम्बर अनि मैले कुन कन्ट्याक्ट नम्बर राखेको थिएँ त्यो राखेँ पहिला नर्सिङको लागि। अनि त्यो राखेर मैले सबमिट गरिसकेपछि चाहिँ त्यो जुन भाउचर नम्बर अनि पेमेन्ट भनेर त्यहाँनिर आएर ठ्याक्क बस्दा रहेछ। अनि त्यस्तै गरी मैले फेरि बी फार्मेसीको लागि पनि अपडेट काउन्टर पेमेन्टमा क्लिक गरेर भाउचर नम्बर राखेर कन्ट्याक्ट नम्बर राखेर सबमिट गरिदिएँ। स्टेप भनेको चाहिँ हाम्रो चाहिँ स्टार्ट रजिस्ट्रेसनमा चाहिँ क्लिक गर्नुपर्छ हामीले। एउटा जुनमा गरे पनि हुन्छ स्टार्ट रजिस्ट्रेसन क्लिक चाहिँ। त्यो क्लिक गरिसकेपछि अब हाम्रो अर्को पोर्टल खुल्छ। अब यो पोर्टलमा हामीले ध्यान दिनुपर्ने भनेको चाहिँ के हो भन्दाखेरि अब हामीले अगाडि कन्ट्याक्ट नम्बरमा जुन कन्ट्याक्ट नम्बर लेखेको हो त्यही लेख्नु पर्यो। इमेल नम्बर यहाँ आफै आएर बसेको हुन्छ। एप्लिकेन्ट नेममा अब आफ्नो फर्स्ट नेम के हो त्यो लेख्ने, सबै क्यापिटल लेटरमा लेख्नु पर्यो यसमा चाहिँ। त्यस पछाडि मिडल नेम छैन भने लेख्नु परेन। अनि लास्ट नेम के हो लेख्ने। त्यस पछाडि आफ्नो जेन्डर सेलेक्ट गर्ने। डेट अफ बर्थमा चाहिँ के हुन्छ भन्दाखेरि नागरिकतामा हेरेर लेख्ने है, मिस्टेक हुनु भएन यिनीहरूमा चाहिँ। अनि अब नेपालीको डेट अफ बर्थ लेखेको छ भने हामीले कम्प्लिट लेख्यो नि, त्यस पछाडि इङ्ग्लिस बक्समा क्लिक गर्दा चाहिँ त्यो नेपाली डेट अफ बर्थ चाहिँ इङ्ग्लिसमा आफै कन्भर्ट हुन्छ। आइडेन्टिफिकेसन टाइपमा आफ्नो अब नागरिकताको चाहिँ हुन्छ, सो त्यही भएर सिटिजनसिप भनेर चुज गर्ने। अनि आइडेन्टिफिकेसन डकुमेन्ट नम्बर भनेर हामीले चाहिँ सिटिजनसिप नम्बर जुन हाम्रो नागरिकता नम्बर हुन्छ नि त्यो लेख्नु पर्यो। त्यसको बिचमा जुन हाम्रो त्यो सानो माइनस जस्तो हाइफेन हुन्छ नि हो त्यो चाहिँ हामीले चाहिँ लेख्नु पर्दैन है, सिर्फ नम्बर मात्र लेखिदिने। अनि कुन जिल्लाबाट नागरिकता बनायो त्यो लेख्नु पर्यो। इस्युड बाईमा इस्यु डेटमा आफ्नो अब त्यही नागरिकतामै लेखेको हुन्छ इस्यु डेट कहिले हो भनेर, त्यही हो नेपालीमा लेख्ने। इङ्ग्लिसमा क्लिक गरेपछि बक्समा क्लिक गरेपछि आफै इङ्ग्लिसमा कन्भर्ट हुन्छ। सो यो नेसनल आइडी नम्बर भनेको चाहिँ हाम्रो परिचय पत्रको नम्बर चाहिँ हो। यसमा परिचय पत्रको नम्बर लेख्ने, बिचमा त्यो हाइफेन माइनस जस्तो लेखिरहनु पर्दैन, नम्बर मात्र लेख्ने। अब यो पर्मानेन्ट एड्रेस सेक्सनमा चाहिँ आफ्नो नागरिकतामा जुन एड्रेस छ त्यही लेख्नु पर्यो। डिस्ट्रिक्ट लेख्ने, लोकल लेभल कुन वार्ड हो लेख्ने। गार्जियन इन्फोमा चाहिँ आफ्नो मम्मी अनि ड्याडीको नाम लेख्नु पहिला। कन्ट्याक्ट नम्बरमा चाहिँ एउटा कन्ट्याक्ट नम्बर लेखिदिँदा हुन्छ अनि इमेल पनि एउटै लेखिदिँदा हुन्छ, अदर देन तपाईँहरूको जुन आफ्नो इमेल र कन्ट्याक्ट नम्बर भन्दा बाहेकको। स्कुल टाइपमा चाहिँ मेरो चाहिँ प्राइभेट थियो, सो मैले प्राइभेट क्लिक गरेको थिएँ। यदि तपाईँहरूको गभर्मेन्ट छ भने गभर्मेन्ट क्लिक गर्ने। अनि त्यस पछाडि त्यहाँनिर चाहिँ एउटा हाम्रो गभर्मेन्ट स्कुल पढेको भनेर चाहिँ जुन हाम्रो डकुमेन्ट बनाउनुहुन्छ नि हजुरहरूले त्यो अपलोड गर्न मिल्छ, त्यहाँ अपलोड गर्ने हो। अब चाहिँ डकुमेन्टहरू अपलोड गर्नुपर्ने हुन्छ हामीले। आफ्नो एउटा पासपोर्ट साइज फोटोको पिडिएफ बनाएर चाहिँ त्यो अपलोड गर्नुपर्ने हुन्छ। त्यस पछाडि सिटिजनसिपको अगाडिको र पछाडिको पनि छुट्टै छुट्टै यहाँ दुई ठाउँमा हुन्छ अपलोड गर्ने ठाउँ, त्यसमा अपलोड गर्ने। स्टेप भनेको चाहिँ एउटा ब्ल्याङ्क कपीमा चाहिँ एउटा सिग्नेचर चाहिँ आफूले गरेर अनि त्यो सिग्नेचरलाई चाहिँ फोटो खिचेर अनि त्यस पछाडि त्यो फोटोलाई चाहिँ हामीले चाहिँ यहाँनिर यो सेलेक्ट डकुमेन्ट टु अपलोड भन्ने हुन्छ सबैमा, अनि त्यसमा सेलेक्ट गरेर अपलोड गरिदिँदा हुन्छ। अनि लास्टमा चाहिँ नेसनल आइडेन्टिटी डकुमेन्ट भनेर हुन्छ, त्यसमा आफ्नो परिचय पत्रको चाहिँ फोटो खिचेर राखिदिने। अनि त्यस पछाडि हजुरहरूले चाहिँ सेभ एन्ड कन्टिन्यू क्लिक गर्ने। अब चाहिँ एकाडेमिक क्वालिफिकेसनको कुरा आउँछ है हो, यसमा चाहिँ हामी अलिकति बढी सचेत हुनु पर्यो। अब हामी डिप्लोमा स्टुडेन्ट छ भने चाहिँ हामीले यो 10+2 PCL डिप्लोमा अर इक्विभ्यालेन्टमा चाहिँ आफूले जुन फ्याकल्टीको डिप्लोमा पढेको हो नि हो त्यो डिप्लोमाको चाहिँ मार्कसिट आफ्नो अगाडि राख्नु पर्यो। त्यस पछाडि लेख्न थाल्ने है। सो बोर्ड र युनिभर्सिटी भनेको हामीले डिप्लोमा पढेको स्टुडेन्टहरूको CTE-VT हुन्छ। सिम्बोल नम्बर भनेको चाहिँ हाम्रो थर्ड इयरको सिम्बोल नम्बर हो है, जुन चाहिँ माइग्रेसन सर्टिफिकेट सबैमा लेखेको हुन्छ, त्योबाट हेरेर लेख्ने सिम्बोल नम्बर।
कलेज चाहिँ प्राइभेट थियो कि गभर्मेन्ट थियो त्यो आफूले चुज गर्ने। अनि ट्रान्सक्रिप्टमा लेखेको हुन्छ पास्ट इयर पनि हो, त्यो पास्ट इयर लेख्ने, पर्सेन्टेज कति थियो भनेर लेख्ने है। आफ्नो पर्सेन्टेज लेख्दाखेरि चाहिँ नम्बर र बिचमा पोइन्ट छ भने पोइन्ट लेख्ने, फेरि हामीले पर्सेन्टेज लेख्नु पर्दैन। अब एसई अथवा एसएलसी कुन दिनुभएको थियो त्यही अनुसार हुन्छ। अब मैले चाहिँ एसई दिएको थिएँ, सो हाम्रो बोर्ड भनेको नेभ थियो, एनएबी नै थियो। अनि एसईको सिम्बल नम्बर चाहिँ सर्टिफिकेटमा हुन्छ, त्यो लेख्दाखेरि हामीले नम्बर लेख्नु पर्यो। अनि बिचमा जुन स्पेस हुन्छ नि त्यो स्पेस नै लेखेर अल्फाबेट हुन्छ, अल्फाबेट चाहिँ क्यापिटल छ भने क्यापिटलले लेख्ने, सबै क्यापिटल हुन्छ क्या। सो जुन बिएसमा लेख्नु भयो नि, एडीमा लेख्नु भयो नि हजुरहरूले पछाडि त्यो बिएस एडी थप्नु पर्दैन, कुन इयरमा पास हुनुभएको हो त्यो लेख्नु पर्यो। पर्सेन्टेज थियो कि जिपिए थियो त्यही अनुसार लेखिदिने हो, बाहिर पर्सेन्टेज र जिपिए छुट्टै लेखिरहनु पर्दैन। अब मेन भनेको हाम्रो डकुमेन्ट अपलोड गर्ने बेलामा चाहिँ हाम्रो चाहिँ डिप्लोमाको डकुमेन्टको साथसाथै पिआरसीको डकुमेन्ट हुन्छ नि, सबैलाई एउटै फाइलमा कम्पाइल गरेर हामीले यो 10+2 अरू पिसिआर अरू डिप्लोमा भनेको ठाउँमा चाहिँ सबै हाम्रो डिप्लोमाको डकुमेन्ट अनि पिआरसीको डकुमेन्ट एउटै ठाउँमा कम्पाइल गरेर एउटा पिडिएफ बनाएर चाहिँ राख्नुपर्छ। अनि पिडिएफको पनि एउटा सर्टेन लिमिट हुन्छ के हो, त्यो लिमिट अनुसारको मेमोरी हुनु पर्यो। हाम्रो चाहिँ एचईहरूको चाहिँ अगाडि पनि हुन्छ अनि पछाडि पनि सर्टिफिकेट हुन्छ नि त। सो मेक स्योर कि जुन हाम्रो पछाडिपट्टिको सर्टिफिकेट छ नि हो त्यसको पर्सेन्टेजहरू अनि सिम्बल नम्बरहरू चाहिँ मजाले देखेको हुनु पर्यो। एसई अर एसएलसीको पनि त्यही गर्ने हो, 4-5वटा डकुमेन्ट हुन्छ, त्यो डकुमेन्टलाई कम्पाइल गरेर एउटा पिडिएफ बनाउनु अनि त्यो नै अपलोड गर्नु। अब भनेको लाइसेन्सको चाहिँ कुरा आउँछ। डकुमेन्ट नम्बरमा चाहिँ हामीले चाहिँ के लेख्नुपर्छ भन्दा चाहिँ लाइसेन्स रजिस्ट्रेसन नम्बर लेख्ने, यो चाहिँ जस्तो छ नि हाम्रो त्यसमा त्यस्तै लेख्नु पर्यो है। यसमा गडबड गर्न मिल्दैन, यसलाई चलाउन मिल्दैन, जस्तो छ त्यस्तै लेख्नु पर्यो। अनि त्यस पछाडि अब कुन काउन्सिलबाट हो, अब हाम्रो एचईहरूको एनएचपिसी भयो, फार्मेसीहरूको नेपाल फार्मेसी काउन्सिल एनपिसी हुन्छ, हो त्यही अनुसार कुन काउन्सिलबाट चाहिँ हजुरहरूको लाइसेन्स लिनुभयो त्यो काउन्सिल चुज गर्नु पर्यो। डकुमेन्टको इस्यु डेट भनेको त्यहीँ लेखेको हुन्छ आफ्नो लाइसेन्समा, कहिले हजुरहरूले त्यो डकुमेन्ट लिनुभयो, लाइसेन्सको डकुमेन्ट लिनुभयो त्यहीँ लेखेको हुन्छ। अनि त्यस पछाडि एक्सपायरी डेट भनेको चाहिँ ठ्याक्क त्यसको 5 वर्ष। अब तपाईँहरूले 2024मा लिनुभएको छ भने ठ्याक्क 5 वर्ष एड गर्ने, 2029 भयो। अनि त्यस पछाडि कुन महिना कुन दिन हो ठ्याक्क त्यो चाहिँ सेम लेखिदिने। अनि आफ्नो लाइसेन्सको डकुमेन्ट चाहिँ अब तल यहाँनिर सेलेक्ट डकुमेन्ट टु अपलोडमा चाहिँ अपलोड गर्ने हो है। त्यो डकुमेन्ट अपलोड गरिसकेपछि चाहिँ हजुरहरूले चाहिँ के मेक स्योर गर्नु पर्यो नि, यदि तपाईँहरूले चाहिँ लाइसेन्स रिन्यू गराइरहनु भएको छ, 2-3 चोटि रिन्यू गर्नु भइसकेर तपाईँहरूको रिन्यू गरेर चाहिँ पछाडिसम्मको पेजमा पनि रिन्यू भइसकेको छ भने चाहिँ त्यो पछाडिको पेज पनि राख्नुपर्छ। बट यदि रिन्यू भएको छैन भने चाहिँ अगाडिको पेज मात्र अपलोड गरिदिँदा हुन्छ। सो अब लास्टमा भनेको चाहिँ आफ्नो इथनिसिटी र कोटा चुज गर्ने हुन्छ। अब तपाईँहरूको चाहिँ कुनै कोटा छ भने कोटामा चुज गर्दा फेरि हुन्छ, यदि छैन भने चाहिँ त्यही अनुसार ओपनमा चाहिँ सेलेक्ट गर्ने, ओपनमा सेलेक्ट गर्नु पर्यो। अनि फिमेल हुनुहुन्छ भने फिमेलमा सेलेक्ट गर्ने, यदि मेल हुनुहुन्छ भने चाहिँ ओपनमा मात्र सेलेक्ट गरेर चाहिँ सेभ एन्ड कन्टिन्यूमा क्लिक गर्नु पर्यो। सो मेरो केसमा चाहिँ मेरो कुनै पनि कोटा थिएन, सो मैले ओपन र फिमेलमा क्लिक गरेर सबमिट गरिदिएको थिएँ। लास्टमा चाहिँ हजुरहरूको यो यति गरिसक्नु भएपछि चाहिँ सिधै सेभ एन्ड सबमिटमा चाहिँ क्लिक नगर्नु होला, बिकज यत्रो पनि केही मिस्टेक भएको छ भने चाहिँ हजुरहरूले चाहिँ फेरि त्यसलाई सच्याउनको लागि चाहिँ गाह्रो पर्छ है। हाम्रो जुन लाइसेन्समा थियो नि, लाइसेन्समा हुँदाखेरि त हाम्रो अलिकति बिग्रियो भने नि, लाइक हामी एनएचपिसी नै गएर पुरा नभए फोनमै कल गरेर हाम्रो के बिग्रेको छ भनेर हामीले कल गर्न मिल्थ्यो नि त लाइसेन्सको बेलामा। बट एमएसीमा चाहिँ अलिक गाह्रै हुन्छ, धेरै स्टुडेन्ट हुन्छ नि त्यसो म्यानेज गर्नलाई। सो यु सुड मेक स्योर कि तपाईँहरूले फर्म सिधै सबमिट गर्ने होइन, त्योभन्दा अगाडि चाहिँ एकचोटि फेरि हामीले रिभ्यू गर्न मिल्छ अनि बल्ल सेभ एन्ड सबमिट गर्ने हो। हजुरहरूले चाहिँ आफ्नो प्रिपरेसन बाहेक चाहिँ अलिकति नै म टाइम लस गर्न चाहन्न भन्नुहुन्छ भने चाहिँ यदि नेमको स्टुडेन्ट हुनुहुन्छ भने नेममा, एम्बिसन गुरुको स्टुडेन्ट हुनुहुन्छ भने एम्बिसन गुरुमा चाहिँ फ्रीमै फर्म फिलअप भइरहेको छ र हजुरहरूले चाहिँ 30 रुपिस मात्र तिरेर आधार एजुकेसनमा गएर चाहिँ आफ्नो यो डकुमेन्टहरू लिएर गएर चाहिँ त्यहाँनिर पनि अनलाइन फर्म चाहिँ फिलअप गर्न सक्नुहुनेछ। If I won't be able to reply to your message, then please cooperate because I'm also preparing and I took out some little time from my side so that it will be helpful for you, all of the diploma students, and I love you all. So bye bye.